यो न्याय भन्ने चिज हैन ढिला हुनु पनि अन्याय हो। सरकारले त्यति अन्याय गरे भएर हामी सडकमा उत्रिनु पर्यो र यो बन्द गर्नु पर्यो। त्यस्तै गरेर अर्को छ हेर्नुहोस्, भार वहन क्षमता कार्यान्वयन गर भनेर हामीले सरकारलाई मागमा राख्यौँ। यो हाम्रो समस्या, देशको समस्या, देशको समस्या हो नि त। हामीले त उठाइदिएको मात्र हो। त्यो पुल अस्ति ओभरलोडको कारण, अधिक भार वहन कारण 6 महिना अगाडि एउटा पुल भाँचियो। त्यो समस्या कसले भयो? यातायात व्यवसायले भयो। त्यो समस्याको कारणले अर्बौं रुपियाँको पुल नयाँ बनाउनु पर्यो। यातायात व्यवसायलाई 10 मिनेटमा पार गर्ने सडक डाइभर्सन भएर आधा घण्टा कच्चीबाट हिँड्नु पर्यो। तत्कालीन अवस्थामा यो भार वहन नियम कायम गर भन्दाखेरि नमानेर फेरि अस्ति मात्र अर्को पुल भाँचियो। यो कुरा के नाजायज हो? हामी पब्लिकलाई थाहा छैन। पब्लिकले तिरेको कर हो, त्यो अरबौं रुपियाँ खर्च भयो। यो कुरा उठाउने हामी अन्याय हो। तेस्रो कुरा, भारतबाट 72 घण्टाको पुर्जी लिएर नेपालको जम्मै सिमाना घुमेर जान्छ। अनि हाम्रो स्वदेशी पुँजीको जगेर्ना गर्ने काम कसको? हाम्रो खाडी मुलुकबाट 40-45 डिग्रीमा काम गरेर पठाएको रिमिट्यान्स यहाँ नेपालमा छ। अनि भारतीय सवारी साधन नेपालमा आएर खरबौं रुपियाँ चाहिँ नि भारतमा पुँजी पलायन भएको के यो हाम्रो समस्या, देशको समस्या हैन? यो समस्या उठाउनु के हाम्रो गलत कुरा हो? त्यस्तै गरेर यत्रो यातायात श्रमिकहरू छन्, 15 लाख यातायात श्रमिकहरू छन्। तिनीहरूलाई उसको आधारमा चाहिँ नि सामाजिक सुरक्षाको आधारमा त्यसमा लिएर जानु के गलत कुरा हो? ती कर्मचारीहरूको, ती हाम्रा यातायात मजदुरहरूको सामाजिक सुरक्षामा सूचीकरण गरेर लग्यो भने त मेरो सवारी साधनमा काम गर्ने सवारी चालकको न्यूनतम पारिश्रमिक 17,500 को 10% मैले राख्छु, उसले आफ्नो 10% राख्छ हैन? त्यो सामाजिक सुरक्षा कोषमा भयो भने त ऊ बिरामी हुँदा उसले त्यो कोषबाट सहयोग पाउँछ। अपरजा दुर्घटना हुँदा उसले त्यो कोषबाट सहयोग पाउँछ। उसको छोराछोरी विदेश जानु पर्यो भने त्यो कोषलाई चाहिँ उसले आय स्रोतको रूपमा देखाउन सक्छ। अनि त्यो हाम्रा मजदुर मर्यो भने, मृत्यु भयो भने उसले छुट्टै परिवारले क्षतिपूर्ति पाउन सक्छ र ऊ निवृत्त भएर जागिर सिद्धेर 20 वर्ष 30 वर्ष शरीरले धानुन्जेल कमाएर चाहिँ ऊ फर्किने बेलामा के हाम्रो मजदुरले आफ्नो बुढेसकाल चाहिँ राम्रो गर्न सक्नको लागि सामाजिक सुरक्षा गर्दियो भने के हाम्रो यो अन्याय कुरा हो? यो जनताले भन्ने कुरा हैन यो। त्यसैले हामीलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा हामी पनि उपभोक्ता हो, हामी पनि जनता हो। हामीले अहिले व्यवस्थामा केही एउटा मात्र सकारात्मक काम गर्न सक्यौं भने भोलि आउने पिढीदेखि सबैलाई राम्रो हुन्छ भनेर जुन किसिमले यो अहिले आन्दोलन गरेका छौं, यो म चाहिँ किमार्थ पनि गलत सोच्दिन। हामीलाई जनताले चाहिँ हामीलाई सपोर्ट गर्नुपर्छ, राज्यलाई अथवा सरकारलाई चाहिँ दबाब दिनुपर्छ भन्ने मान्यता राख्छ। यो देशमा सबैले व्यवसाय गर्न सक्ने अधिकार छ हैन? राइट शेयरिङले काम गर्न पाउनु हुन्न भन्ने चाहिँ तपाईहरुको बुझाइ हो उसो भए? एकदम हैन, एकदम हैन। यो तपाईहरुबाट जुन किसिमले प्रश्न आयो यसको लागि पनि ठीक छ, मलाई क्लियर गर्ने मौका पनि दिनुभयो। राइट शेयरिङले काम गर्न पाउनु पर्छ। कुनै पनि देशको भौगोलिक अवस्था र त्यो देशको आर्थिक अवस्था, त्यो ठाउँको राज्य संरचना कस्तो छ त्यस अनुसार हुने हो। अहिले हामी अमेरिकामा यो पाइन्छ भनेर अमेरिकाको जीवनशैली नेपालीले सक्छ? थाइल्यान्डको जीवनशैली नेपालीले सक्छ? सक्दैन। यहाँ पनि भौगोलिक अवस्था भनेको हामी कालो नम्बर प्लेटमा गाडी दर्ता गरेर जिरीको गाउँमा जानुपर्ने हैन? सरकारले त्यही भन्यो भने 2049 सालको यातायात व्यवस्था ऐन 2049 ले हामीलाई यो ठाउँमा आएर काम गर र लगानी गर भनेर सरकारले बाटो खोल्दियो। त्यसपछि हामी यहाँ सवारी साधन खरिद गर्यौं। अहिले हामीले सुगमदेखि दुर्गमसम्म यात्रुहरूलाई पुर्याउने काम गर्यौं। त अहिले चाहिँ सबै किसिमको सुविधा भएपछि ठूला शहरहरूमा राइड शेयरिङको नाममा अनि प्रयोजन विपरीतको सवारी साधन चलाउन दिनु। म अहिले पनि भन्छु त्यो मुख्यमन्त्रीलाई, कालो नम्बर प्लेट दिनुस्, राइड शेयरिङ गराउनुस् न। के फरक पर्यो हामीलाई? एउटै ठाउँमा कमाउने हैन, त्यो नेपालीको छोरा कमाउँछ। तर
मैले अघि नै विभेद भने लगानीको दृष्टिकोणले फरक छ। ऊ 2 लाख 3 लाखको मारुति गाडी 6 लाखको 14 वर्ष पुरानो गाडी लिएर आउँछ। हामीलाई 42 लाखको भन्दा कमको ट्याक्सी छैन अहिले मापदण्डमा। भनेपछि 42 लाखको गाडीलाई 6 लाखको गाडीसँग कम्पिटिसन गराउँदा उसलाई कम कमाइ भए हुन्छ, यसलाई बढी चाहिन्छ। यो स्वभावैले मर्छ। हाम्रो पेसा मर्यो डुब्यो भनेपछि यो हिसाबले चाहिँ यो गलत हो कि नियमावली ल्याउँ भोलिको दिनमा सबै समान हुने किसिमले नम्बर प्लेट खारेज गरौँ। यदि यस्तो हुने हो भने दिनभरि यो सरकारी गाडी त्यो सिंहदरबारमा बस्छ, सेतो नम्बर प्लेटलाई नै राइड सेयरिङ गरेर लैजाउँ न, सरकारको आम्दानी पनि हुन्छ। किनभने सरकार अहिले ऋणमा छ, त्यसलाई पनि राइड सेयरिङ दिउँ। त्यो सरकारी चालक त्यहाँ गएर घाम तापेर बसेको छ, त्यो सरकारी अधिकृतलाई सिंहदरबार पुऱ्याएपछि त्यसको कामै छैन। अनि त्यो गाडीलाई पनि राइड सेयरिङको एप्स अन गर्न लाउँ अनि दिनभरिको आम्दानी गरौँ, राज्य कोषमा लैजाउँ, त प्रयोजन मिल्यो। अनि किन चाहिँ त्यो कालो प्लेटलाई मात्र र रातो प्लेटलाई मात्र दिने? सरकारी गाडीलाई दियो भने त अझ राम्रो। पब्लिकलाई म यही टिभीबाट भन्छु, हाम्रा सिंहदरबारमा बस्ने जति पनि यो राष्ट्र सेवक कर्मचारी छन् उनीहरूको गाडीले कुनै काम गर्दैन। एकचोटि हाकिमलाई घरदेखि अफिस ल्याउने, अफिसबाट घर लाने, यदि केही गरिहालेछ भने उनका परिवारहरूलाई फ्री टाइममा घुमाउने। त्यो गाडीलाई राइड सेयरिङ गराउँदा के हुन्छ? पिपुलले पनि सुविधा पाउँछ, राज्यले पनि पैसा पाउँछ। र यदि हाम्रो ट्याक्सीसँग कम्पिटिसन गरायो भने त्यसैले प्रयोजन विपरीत गरेको कार्यको विरोध गरे हो। हामीले अरूले कमाएकोमा विरोध गरेका होइनौँ, हामीले अरूले पनि गर्न पाउनुपर्छ। आउनुहोस् भनेकै छौँ। काठमाडौँमा मोटरसाइकलको खोइ विरोध भएको छ त? किनकि मोटरसाइकलमा भाडाको थिएन पहिला, मोटरसाइकलमा आयो, केही समय अलिअलि ट्याक्सीले विरोध गर्यो, अदालत गयो, अदालतले आदेश गर्यो नियमावली बनाऊ, सजिलो किसिमले चलाउने गरेर बनाऊ भन्यो अदालतले 75 सालमै। खोइ त आजसम्म सरकार चुप छ, एउटा नियमावली दिन सक्यो राइड सेयरिङको। हामी त यो पनि भनेका छौँ, यो विदेशी एप्सहरू हटाऊ, विदेशमा पैसा पठाउने काम नगर, नेपाली एप्समै चलाऊ, नेपाल सरकारले एप्स चलाओस्, त्यसको कमिसन नेपालमै रहोस्, अब यो बङ्गलादेश र उहाँ कहाँ कहाँ नजाओस् भनेर हामी चाहिँ राष्ट्रवादी कुरा गर्ने। यिनीहरू चाहिँ विभिन्न प्रलोभनमा। तपाईँलाई एउटा कुरा भनौँ, अहिले इभी गाडीको बजेट भाषणपछि मूल्य वृद्धि हुन्छ भनेर नेपाल सरकारको डाटामा 4000वटा यो 4000 इभी सवारी साधन चाहिँ अहिले भन्सारको डकमा छ, भन्सार गरेर बसिरहेको छ। अब इभीमा बडो ठुलो मुनाफा ल्याउँला भनेर लिएर आएका बिग हाउसहरूले अहिले यो सवारी साधन लिएर गएर त्यो ठाउँमा प्राइभेट बनाएर राइड सेयरिङ गर्न लागेको छ। यही हो एउटा मुख्य कुरा। अनि यो 4000 गाडी अहिले पोखरामा लगेर 300 प्राइभेट गाडी, त्यो पनि यो व्यापारीहरूले गाडी तिम्रो नाममा गरिदिन्छु, अहिले पैसा पनि चाहिँदैन, यो एप्स मार्फत किस्ता लिएर कति वर्षपछि तिम्रो नाममा हुन्छ, गाडी लिन आऊ भन्ने खालको आन्तरिक ऊ भएर यसमा मुख्यमन्त्रीको पनि इन्ट्रेस्ट हुनसक्छ। त्यसकारण आयो क्या। तपाईँहरूले सर्फेसबाट हेर्दा राइड सेयरिङ छ, यहाँ राइड सेयरिङभित्रको बेराइड सेयरिङ चाहिँ बहुत ठुलो भएर आजको अवस्था यो हो। हामीले त्यसको मात्र गरे हौँ, अझ यसको भोलिका दिनमा अझ उजागर गरौँला, तर अहिले त यो समय भइसकेका छैन हैन। तर यदि हामी पेसा व्यवसायबाट नजाने किसिमले चाहिँ राइड सेयरिङ आओस्, सबैले कमाउनुहुन्छ, सबैले काम गर्न मिल्छ, सबैको लागि सजिलो हुनुपर्छ, प्रविधि मैत्री हुनुपर्छ। यो विश्व एउटा भिलेजको रूपमा आउँदैछ यो उसले। अब यसमा हामी मात्रै एउटा भयौँ भने हामी चाहिँ के हुन्छौँ त भन्दा हिजोको त्यो के अरे यो कोड्याक फिल्म नोकिया फोन हुन्छौँ, त्यसैले हामी आफै सकिन्छौँ। हामीले आफूलाई प्रविधिमा लानै खोजेका छौँ। खालि यति हो, नीतिगत गलत सरकारले गर्नुहुन्न, अभिभावकले गर्नुहुन्न भनेर औँला मात्र ठडाएको। सरकार पनि तपाईँहरूको मागप्रति लचक बनेको छ होइन? 6 बुँदे सहमति भइसकेको छ भन्ने कुराहरू आइरहेको छ मध्यरातमा, सोमबार राति। फेरि किन सार्वजनिक यातायात बन्द हुने अवस्था आयो? अर्थात् तपाईँहरूले चाहिँ गुडाउनु भएन गाडीहरू सडकमा? एकदम ठिक हो। हेर्नु सरकार, म त त्यो
जुन किसिमले हामीलाई नेपाल सरकारबाट तपाईहरूको मागको बारेमा के छ तपाईहरू आउनुहोस् भनेर हामीलाई वार्तामा आमन्त्रण गरियो। यदि यो आमन्त्रण बन्द हुनु अगाडि भएको भए सुनमा सुगन्ध हुन्थ्यो। हेर्नुहोस् 19 गते नभएर 18 गते बोलाइदिएको भए बन्दै हुन्थेन। पहिलो कुरा सरकारले त्यहाँनिर अलिकति मिस्टेक गर्यो अथवा समय पाएन। किनभने धेरै कुराहरू छन्। हेर्नुहोस् हाम्रो मात्र भएर हुँदैन। 15 गते बजेट भाषण थियो, 16 गतेबाट पोखरा बन्द थियो हैन। पोखराको पनि सरकारले एक्सरसाइज गरे होला। हामीले पनि यहाँबाट 13 गतेबाट ज्ञापन पत्र दिएर अगाडि बढेका छौँ। 11 गतेबाट सरकारलाई सूचित गरेका छौँ। त्यसपछि उहाँहरूले 18 गते एकछिन बोलाएर यसलाई केही समय होल्ड गरौँ, तपाईहरुका समस्या के छन् गर्न सक्ने नसक्ने हामी हेर्छौँ भनेको हुन्थ्यो। यो बन्द हुन्थेन। त्यसैले म भन्छु अहिले पनि यो बन्दको जिम्मेवारी सरकारले लिनुपर्छ। उहाँहरूले जब बन्द भयो बिहान त्यसपछि उहाँहरूले हामीलाई 8 बजे बोलाउनु भयो। सडकमा गाडी नदेखि खोइ त कालो प्लेटका भनिसकेपछि हामीलाई बोलाउनु भयो। हामी गयौँ। हामीले सबै हाम्रा माग राख्यौँ। मैले अघि नै भने यो हाम्रो कुनै समस्या हैन, यो देशको समस्या हो, यो राज्यको समस्या हो हैन। सर्वोच्च अदालतको आदेश हामीले पालना गर्ने हो, पालना गराउने निकाय नेपाल सरकार हो कि हैन। उसले नगरेपछि उसको समस्या हैन। भारवन नियमन सम्बन्धी निर्देशिका लागू नगरिनौ तिमीले भनेको छौ, त्यो हाम्रो काम हो, हामीले लगाउन सक्छौँ। अर्काको प्राइभेट सम्पत्ति रोकेर त्यो राज्यको काम हैन। त्यस्तै गरेर सामाजिक अनुदानमा आधारित त्यो हाम्रो काम हो, राज्यले निर्णय गरेर ल्याएन त्यो हो। भारतीय सवारी साधन 72 घण्टा प्रवेश त्यो हामीले ल्यायो, त्यही हो। विभिन्न मितिमा सन्धि सम्झौता र विभिन्न नेपाल सरकारले गठन गरेको उच्च स्तरीय आयोगको सिफारिस भएको चिज अहिलेसम्म लागू गरेनौ गर भनेको यो हाम्रो समस्या, सरकारको समस्या हो नि त। उठाएर लिएर गए मात्रै हामीले हो क्या। समस्या लग्या हामीले, लिएर गइदिएको हामीले, तर रियलमा यो समस्या देशको समस्या हो, सरकारको समस्या हो। त्यसैले यसमा मध्यरातमा सम्झौता भन्नै पर्दैन। मध्यरातमा त कुन चाहिँ गर्ने प्रायोरिटी बेसमा कुन अहिले गर्न सकिन्छ, कुन पछि गर्न सकिन्छ भनेर मात्र छलफल भएको हो। र अब रहेको कुरा तपाईहरुले यो जति पनि मिडियामा मैले सुनिरहेको छु सहमति भयो, सहमति कोही सहमति भएको छैन। नेपाल सरकारले एउटा यो आन्दोलनको समिति बनाइदिएको छ, संयुक्त समिति। नेपाल सरकारको तर्फबाट 7 जनाको समिति छ, अनि व्यवसायको तर्फबाट 4 जनाको समिति। 11 सदस्यीय यो आन्दोलन को लाई एउटा सहजता ल्याउने अथवा आन्दोलन गरेगर भन्ने अथवा आन्दोलनलाई चाहिँ टुङ्गोमा पुर्याउने यो 11 सदस्य छ। त्यो सदस्य अहिलेसम्म मिटिङै बसेको छैन। भनेपछि सहमति छ त ल भन्नुहोस् न, मिटिङै बसेको छैन। पहिलो दिन जब गृहमन्त्री कहाँ बिहान बस्यो 11 सदस्य बन्यो त्यसमा मुख्य सचिव सहितको टोलीमा, त्यसमा म पनि छु। त्यो हामी आन्दोलनरत टिम गयो। यत्रो ठुलो टिमसँग कुरा गर्न सकिन्न, कमसेकम सेलेक्टेड बसौँ। जुन जुन मन्त्रालयमा समस्या छ त्यो मन्त्रालयको एक जना गर्दा 7 वटा मन्त्रालय भयो। त्यसपछि 4 जना तपाईहरु आउनुहोस् भनेपछि हामी एग्री गर्यौं र 7 जना सदस्यको यो वार्ता समितिको बैठकै भएको छैन। सहजीकरण भयो होला हिजो बेलुका रातिसम्म बसेर, सहजीकरण यसो गरे हुन्थ्यो, यसो गरे हुन्थ्यो, यसरी जाउँ भनेको। यसलाई आज मिडियाबाट चाहिँ के भन्यो भने यातायात व्यवसाय र सरकार बीच आधा रातमा 7 बुधे 6 बुधे कति बुधे सहमति भन्यो। यो त मलाई लाग्दैन त्यो सहमति हैन। त्यो कुनै वार्ता टोली पनि थिएन बसेको, त्यो एउटा कार्यदल थियो। त्यो कार्यदलले सहजीकरण गर्दै थियो। यो बैठक बस्नु त्यति मात्र भनेको सहमति भएको छैन, अहिलेसम्म छैन। केही समयपछि बस्दैछ, बोलाउँछु भन्नुभएको छ। अब केही समयमा सिंहदरबारमा बस्छ। यदि बसेन भने यही मिडियाबाट जानकारी लिनुहोस् यातायात व्यवसायीहरूले र उपभोक्ताहरूले र सर्वसाधारणहरूले। यदि हाम्रो चाहिँ यो प्रेस विज्ञप्ति अथवा कुनै सूचना आएन भने यो सहमति भएको छ भन्ने कुरा यहाँहरूले नमान्नुहोस्, आफ्नो किसिमले आफ्नो व्यवस्था गर्नुहोस्। विश्वभरि राइड सेयरिङलाई शहरी यातायातमा सहयोगी मानिन्छ हैन। नेपालमा पनि यसलाई सुरक्षित र व्यवस्थित बनाउने प्रयास भइरहेका बेला विरोध गर्न हजुरहरूको आवश्यकै थियो त। यही कुरा क्या तपाईहरुलाई, अथवा हिजो पनि मैले त्यहाँ
मन्त्रीज्यूलाई हाम्रो उसले यो एकजना मजदुर सङ्घको अध्यक्षले भन्नुभएको थियो आइएलओले कमिङ अप्रिलमा राइट सेयरिङलाई कसरी लाने भनेर बैठक राख्दैछ इन्टरनेसनल्ली। कहाँ यो राइट सेयरिङ अन्तर्राष्ट्रिय भएर भएको छैन, यो गलत हो। यदि कसैले सुन्नु भएको छ भने हेर्नुहोस्, अहिले पनि आइएलओको उसमा हेर्नुहोस्, राइट सेयरिङलाई चाहिँ अलिकति व्यवस्थित गरेर लानुपर्छ, यसलाई विश्वव्यापी गर्नुपर्छ, यसले सबैलाई फाइदा गर्दो रहेछ भन्ने चाहिँ ऊ भइसकेपछि आइएलओले यो अप्रिलमा मिटिङ राख्दैछ। त्यो अहिले पनि त्यो उसमा गुगलमा गएर हेऱ्यो भने कहिले मिटिङ, के मिटिङ, कुन कुन देश सहयोगी हुने भन्ने छ। यो वर्ल्ड वाइड रूपमा छैन हैन। अब रह्यो कुरा हामीले देखेको, थाइल्यान्डमा देखेको हैन, अब छन त विश्वको धेरै ठुला सहरहरूमा यो चलिसकेको छ हैन, चलेको छ। तर यो त्यस्तो खालको चाहिँ यो भाडाका सवारी जस्तो भइसकेका ठाउँमा यो तपाईहरुको विरोध हो भन्ने हाम्रो अहिले पनि विरोध छैन। फेरि पनि म भन्छु, पुनः भन्छु, 10 पटक भन्छु, खाली के हो भने हाम्रो देशको कानुनले त्यसलाई गर्न दिएको छैन। त्यही कानुन संशोधन गर अनि गर भने हो क्या। अहिले पनि हाम्रो भनाइ छ संघीय कानुन संशोधनको चरणमा छ, त्यो विधेयकको रूपमा प्रस्तुत हुन लागेको छ। संघीय कानुन विधेयकको रूपमा प्रस्तुत हुँदा केही बुदाहरू यसमा राखेर जाउँ। संघीय कानुनमा काला प्लेटमा चाहिँ राइट सेयरिङ गर्न दिने भनेर गयो भने सिद्धिको त हैन। अथवा अबदेखि कालो प्लेटै नहुने हो, सबै रातो प्लेट हुने हो, त्यसलाई ट्याक्सीको रूपमा चलाए पनि भयो, राइट सेयरिङको रूपमा चलाए पनि भयो। संघीय कानुनमा हाल्दैपछि कसैको विवाद भएन नि। एउटा छोरालाई चाहिँ नि कालोमा तैँले कमाएर खा भन्ने, अर्को छोरालाई रातोमा कमाएर खा भनेर एउटै बाउले भन्न सक्छ? अभिभावक हो नि त सरकार त। हाम्रो कुरा त्यही हो, हाम्रो कुनै विरोध छैन राइट सेयरिङमा। जुन अब हजुरहरूले सरकारको हो यो सबै बन्दाका कुराहरूदेखि लिएर सबै चाहिँ सरकारकै हो भन्नुहुन्छ तपाईँहरू होइन। सार्वजनिक ठप्प जुन गरिराख्नु भएको छ हजुरहरूले यातायातहरू होइन, यसको मारमा त जनताहरू नै छन् भनौँ न। बिरामी हुनेदेखि विद्यालय जाने सम्मका विद्यार्थी भाइ बहिनीहरूमा चाहिँ एकदमै प्रभाव परेको छ। भनेको घरमै बसिरहेका छन्, जुन चाहिँ अफिसियल कर्मचारीदेखि लिएर सबै हिजो त दिनभरि नै आज पनि त्यस्तै छ अवस्था। यसको मारमा त सर्वसाधारण नै छन् भनौँ न खास कुरो। अब यसको अरू विकल्प मैले अघिना पनि के भने हामीले अघिना पनि के भने यो हाम्रो आन्दोलन सत्ता पलटको आन्दोलन होइन, यो आन्दोलन सरकार गिराउने आन्दोलन होइन। यो आन्दोलन खाली हाम्रो आफ्नो पेसा व्यवसाय बचाउन हो। हिजो गणतन्त्र ल्याउने बेलामा यही यातायात व्यवसायीको सवारी साधन बन्द गरेर ल्यायो कि होइन? बहुदल ल्याउँदा यही यातायात चक्का जाम भनेर चोक चोकमा यही अहिलेको गृहमन्त्री, अहिलेको प्रधानमन्त्री बसेर आगो लगाएर ल्यायो कि होइन? उनीहरूले सत्ता परिवर्तन गर्न हामीलाई प्रयोग गरेर हाम्रा सवारी साधनलाई जलाएर, हाम्रा सवारी साधन तोडफोड गरेर जनतामा आतंकित तुल्याएर यो सत्ता परिवर्तन भयो नि त। हामीले त्यो गरेका छौँ। यस्ता व्यक्तिलाई चाहिँ जुन जनताले अहिले हामीलाई दोष दिएको छ, त्यो दोष यो नेताहरूलाई दिनुपर्छ। भोलिको चुनावमा यिनलाई सरकारमा पुर्याउने होइन भन्ने हाम्रो कुरा हो क्या। यिनीहरू दोषी, यी नेताहरू अहिले जो सरकारमा छन्, भोलिको दिनमा यातायात व्यवसायलाई अहिले जनताले केही गर्न सक्दैन। हामी भोलिबाट गाडी चलाउँछौँ, तर यो यातायात व्यवसायको पिर मर्का नहेरेर सर्वसाधारणलाई पिर पार्ने यी नेताहरूलाई भोलिको 84 को चुनावमा सडकमा ल्याउनु पर्छ यो जनताहरूले, तब न्याय हुन्छ। अहिलेसम्म हामीलाई देखाएर नेताले हामीलाई देखाइदिने, पत्रकारले हामीलाई देखाइदिने, अनि हामीले पीडा दिएको होइन। हाम्रो एउटा सवारी साधन नरोकिँदा केही हुन्न। राज्यले एक दिन अगाडि मात्र गर्दा हुन्थ्यो। त्यसैले अहिले जति पनि यो नेताहरू छन् त्यो सत्तामा, भोलिको चुनावमा यिनीहरूलाई सडकमा ल्याइयो भने भोलिको दिनमा न हामीलाई दुःख दिन्छन्, हामीलाई दुःख दिएपछि हामी पीडा परेर मर्ता क्या नै कर्ता भनेर घरमा गाडी राखिसकेपछि सर्वसाधारणले दुःख पाएको हो।
त्यसैले अब यो व्यावसायिक नभएर यसलाई राजनीतिक मुद्दा बनाएर जनताले चाहिँ अहिलेका यी जो बेविचारी नेताहरू छन् तिनीहरूलाई नाङ्गे धार पार्नुपर्छ भन्ने चाहिँ हाम्रो मान्यता हो। तपाईहरूको अनुसार चाहिँ अब यो त सिन्डिकेट भयो नि खासमा बुझ्दाखेरि, होइन? हेर्नुहोस्, हामीले मात्रै व्यवसाय गर्न पाउनुपर्छ, अरू आउनुहुन्न भने जस्तै भएन र। हेर्नुहोस्, सिन्डिकेटको परिभाषा के हो भने बजारलाई आफू नै एकापत्यता गर्ने, नम्बर 1, होइन? दोस्रो कुरो बजारमा अभाव सृजना गर्ने, त्यस्ता काम हामीले गरेका छैनौँ। अरे बाबा, सरकारलाई कालो प्लेटमा ल्याइदेऊ भनिरहेको त छौँ त हामीले कहाँ एक्लै गर्छौँ भनेको छ? उनीहरूलाई गर्न देऊ, तर हामीले जस्तो गर। हामी पनि नागरिक हो, अब गराउनु खोजेको पनि नागरिक हो नि त दुईटा। यो नागरिकले चाहिँ यसरी गर्नुपर्ने, कालो प्लेटमा गर्नुपर्ने, अनि त्यो अर्कोले गरी खानु पाउनुपर्छ भन्नेलाई पनि कालो प्लेटमा गर्न लायक के हुन्छ? आज त सुविधा सम्पन्न सडक चिल्लो भएको बेलामा गर्न आइरहेछ। हिजो त हामी यो कच्ची बाटो, ढुङ्गे बाटो, गाडी नछिर्ने बाटोमा व्यवसाय गरेको व्यवसायहरू होइन हामी व्यवसायहरू। हामीलाई र उनीहरूलाई विभेद गर्नुपर्ने कारणै छैन। हामीले उनीहरूलाई गरे भनेको छैन। मैले सुरुदेखि भनिरहेको छु, हाम्रो न यसमा विरोध छ। हाम्रो त यति कुरा हो कि कानुन ल्याऊ, विधिको विधान बनाऊ। हामीलाई जुन कानुनले गभर्न गर्छ उसलाई पनि त्यही कानुनले गभर्न गर। हामीलाई जुन सजाय हुन्छ उसलाई पनि त्यही सजाय गर। हामीलाई जुन कर लिन्छौ त्यही कर उसलाई पनि ल्याऊ भने न हो। आज ट्याक्सीले 3-3 महिनामा 4-4 महिनामा पर्मिट तिर्नुपर्छ। हाम्रो ट्याक्सी 6-6 महिनामा जाँच पास गर्न जानुपर्छ। अनि प्राइभेट गाडी जानुपर्छ, न त्यसलाई जाँच पास गर्नुपर्छ, न त्यसलाई ट्याक्स तिर्नुपर्छ भनेपछि त्यसलाई चाहिँ त्यो कर नतिरी चल्ने, हामी चाहिँ कर तिरेर चल्ने। अनि विभेद नगरेर एउटै बनाऊ न कि हामीलाई पनि कर तिर्नु नपर्ने, पर्मिट लिनु नपर्ने बनाइदेऊ। अनि राइट सेयरिङको कुनै विभेदै भएन नभने हो। राइट सेयरिङ कहाँ विभेद छ? विभेद छ भने हाम्रा ट्याक्सी सबै राइट सेयरिङमा चले होइन? अहिले हेर्नु न, कुनै ट्याक्सी तपाईँ सडकमा उभिएर मिटरवाला ट्याक्सी भेट्नुहुन्छ अहिले? एउटा पनि छैन, सब राइट सेयरिङमा चलेको छ। विरोध गरे हामी हाम्रो ट्याक्सी राइट सेयरिङमा लान्छौँ। कुरो यति हो कि अब जनमानसले पनि बुझिदिनु पर्यो साँच्चीकै यातायात व्यवसाय पीडामा रहेछन्, यिनीहरूलाई सरकारले विभेद गरेको रहेछ भनेर। यो जुन अहिले गण्डकी प्रदेशको जुन राइट सेयरिङ सम्बन्धी नियमावलीको जो मात्रै हो। फेरि अझ मैले यो मिडियामा भन्नु हुन्छ हुन्न थाहा छैन, मोटरसाइकलको बारेमा हामी बोलेका पनि छैनौँ। 2 चक्के 4 चक्के हो। हामी 4 चक्के ट्याक्सी छ, 4 चक्के माइक्रोबस छ, 4 चक्के भ्यान छ। भोलि राइट सेयरिङको नाममा ती सबै आउँछन्। अनि हामीले त्यत्रो 50औं लाख तिरेर लिएर आएको सवारी साधन कहाँ लगेर चलाउने? भनेको तपाईँहरूको विरोध बाइक 2 पाङ्ग्रेको लागि होइन? छैन, कहीँ छैन। काठमाडौँमा छ, हेर्नुहोस् न। पोखरामा गऱ्यो भने पनि हामी त्यसमा त्यति बोल्नेवाला छैनौँ, किनभने त्यसलाई त सर्वोच्च अदालतले नै नियमावली बनाएर चलाउनुहोस्। खालि 4 चक्केमा हो। अहिले 4 चक्के गर्ला, भोलि 6 चक्के गरिदेला, भोलि 10 चक्के गरिदेला। अनि यातायात व्यवसाय डराउनु परेन? तपाईँ अझ भन्नु होला, तपाईँ त ट्रक व्यवसाय किन यो ट्याक्सीको कुरामा आइरहनु भएको छ, यात्रुवाहकमा आउनु भएको छ भन्नु होला। त्यस्तो होइन। यो एउटा के हो भने यो पुरानो उखान छ होइन, बुढी मोरी भनेर डराउने होइन, काल पल्क्यो भने डराउने हो। गण्डकी प्रदेशबाट काल पल्किँदैछ, त्यसैले त्यो पल्केको कालको चाहिँ हामीले औषधि खोज्या हो। तपाईँहरूमाथि पनि अनेकौं प्रश्नहरू छन्। श्रमिकलाई पारिश्रमिक नदिएको, उचित सेवा सुविधा नदिएको, मजदुर प्रयोग गरेको लगायत अनेकौं आरोपहरू तपाईँहरूमाथि पनि छन् होइन? अरूलाई मात्रै प्रश्न गर्ने तपाईँहरू, आफ्नो कमजोरी तपाईँहरूले किन मनन, किन महसुस गर्ने? हामी गल्ती गरेको गर्ने। आज यो देशमा सहसचिव बराबरको यदि तलब खान्छ भने त्यो हाम्रो मजदुर हो। एउटा मजदुरले, मैले ट्रकको कुरा गर्छु, एउटा मजदुरले 20,000 रुपियाँ तलब खान्छ। सरकारले कति दिएको छ मजदुरलाई? के भन्छ? न्यूनतम पारिश्रमिक 17,500। हामी 20,000 25,000 तलब दिन्छौँ। त्यसपछि डेली एलाउन्स भनेर दैनिक भत्ता दिन्छौँ हामी 2,000 रुपियाँ। बिहान खाना खानुपर्छ, दिउँसो खाजा खानुपर्छ, बेलुका खाजा खानुपर्छ, फेरि बिहान 2 जना हुन्छ हाम्रोमा।
दुईजनालाई हामीले 2000 दियौँ भने 1000 दिन्छौँ। 20,000 र अनि हाम्रो चालकको 1000 दैनिक दिँदाखेरि कति भयो? 50,000 भयो। अनि त्यसपछि उसलाई ट्रिप भत्ता भनेर यदि ट्रिपमा ऊ एक ट्रिप वीरगञ्जबाट आयो भने 1500 दिन्छौँ, विराटनगर आयो भने 2500 दिन्छौँ। अनि यो जम्मै पैसा हेर्दाखेरि हामीले 70-80 हजार एउटा हाम्रो चालक मजदुरलाई दिन्छौँ। तपाईँले कहाँबाट भन्नुभयो चालक मजदुरलाई राम्रोसँग दिएको छैन? यो एकदम गलत। अझ अध्ययन गर्नुहोस्। अब रह्यो बसहरूको कुरा गर्नुहुन्छ भने यो सार्वजनिक यात्रुवाहकमा नि त्यही किसिमको छ। दैनिक 1000 रुपियाँ दिया हुन्छ, किनभने उसलाई घर जान्छ सुत्नलाई लोकल बसको। हाम्रो ट्रकमा सुत्न पाउँदैन। आज काठमाडौँ हुन्छ, उसको घर धादिङमा हुन्छ, त्यो वीरगञ्ज जान्छ, वीरगञ्जमा नि ऊ त्यही गाडीमा सुत्छ, त्यहाँबाट विराटनगर जान्छ, त्यही गाडीमा सुत्छ, त्यही खान्छ। ऊ आफ्नो घर त 15-20 दिनमा छुट्टी लिएर मात्र जान सक्ने हुनाले हामीले दैनिक एलाउन्सको व्यवस्था गर्छौँ। फरक यति हो कि यो सिस्टम मिलेन, उनीहरूले बचाउन सकेन। त्यही हो, जीवन स्तर उनीहरूको राम्रो थिएन। त्यसमा त उनीहरूको कुरा हो। हामीले कति भन्ने हेर्नुहोस्, एउटा 15 देखि 20 हजारको तलब खाने प्राइभेट बोर्डिङ स्कुलको टिचर होइन, बोर्डिङ स्कुलमा 15, 20, 25 हजार होइन एउटा टिचरको तलब। त्यसले आफ्नो छोराछोरी बोर्डिङमा नि पढाउँछ। शुक्रबारको दिन खसी कुखुराको मासु 1 किलो लिएर बच्चालाई खुवाउँछ पनि, सफा लुगा पनि लाउन दिन्छ। उसको लाइफ सेड्युल ठिक छ। त्यसकारण आफ्नो श्रीमतीसँग त्यस्तै पर्यो भने कुनै महिना 1-2 चोटि सिनेमा हलमा सिनेमा हेरेर मनोरञ्जन पनि गर्छ। त हाम्रो चालकको विषयमा हेर्ने हो भने के गर्छन् त भन्दा त्यो पैसा कहाँ जान्छ थाहा छैन। हामी नै बार बार भन्छौँ व्यवस्थित बन, परिवारलाई हेर होइन, आफ्नो बालबच्चाहरूलाई उचित शिक्षा देऊ भन्ने चाहिँ व्यवसाय हो हामी के। अब तपाईँहरूलाई कसले भन्यो यो उचित चाहिँ पारिश्रमिक दिनुहुन्न भनेर? त्यो एकदम गलत कुरा। यसलाई चाहिँ पछिल्लो पटक अझ अनुसन्धान गर्नु, हेर्नुहोस्, बुझ्नुहोस्। मैले भनेको कुरै सही छ भन्ने छैन, यहाँले बुझेर गर्नुहोला। तपाईँ ट्रक व्यवसायी पनि होइन। अहिले विभिन्न चालक तथा मोटरसाइकल चालकहरू राति सडकमा यात्रा गर्न डराउँछन्। ट्रक चालकले अन्धाधुन्ध ट्रक चलाएर सडकका अरू सवारी चालकलाई दुःख दिने गरेको गुनासाहरू सुन्नमा आउँछन् र आउने गरेका पनि छन्। यो किसिमको पाखण्डीपन ट्रक चालकमा कहिलेसम्म हुन्छ? तपाईँहरूको अनुशासनमा किन? सबभन्दा ठुलो कुरा त हेर्नुहोस्, तपाईँले यो पाखण्डीपन भन्नुभयो, यसमा मेरो घोर आपत्ति छ। यो शब्द तपाईँ फिर्ता पनि लिनुहोस्। अर्को कुरा भनेको दुर्घटना यस्तो हुन्छ भनेर तपाईँले जुन भन्नुभयो नि, तपाईँलाई यस बारेमा थाहै छैन। एकचोटि ट्राफिक प्रहरी कार्यालयमा गएर हेर्नुहोस्, 95% सडक दुर्घटना रातो नम्बर प्लेटको छ। जम्मा 5% दुर्घटना यो देशभरिमा कालो नम्बर प्लेटको छ। अहिले एकछिनपछि तपाईँले फोन गरेर सोध्नु पनि सक्नुहुन्छ। म यो स्टुडियोबाट म जनताहरूलाई जो जान्न चाहनुहुन्छ उहाँहरूलाई भन्छु, ट्राफिक प्रहरी महाशाखामा फोन गरेर सोध्नु होला। अहिले जति पनि दुर्घटना रेसियोमा दुर्घटना छ त्यो सबै चाहिँ नि रातो प्लेटमा बढी छ। 95% मैले त अझ सुन्दैछु 97% दुर्घटना चाहिँ नि राता प्लेटहरूले गरेका छन् र जम्मा 3% दुर्घटना चाहिँ हाम्रोबाट छ। इन्सुरेन्सको स्रोतमा पनि माग्दा हुन्छ। इन्सुरेन्स कम्पनीले पनि दुर्घटनाको क्षतिपूर्ति दिएको हुन्छ, त्यहाँ पनि छ। र यसले गर्दाखेरि अझ यो मृत्युवरण गर्नेको संख्या त म्याक्सिमम मोटरसाइकल 2 व्हिलरको छ, न कि। त्यसैले गर्दा यो पनि अझ यहाँले अझ हेर्नुहोस्, म जनतालाई पनि सूचित गर्छु, ट्राफिकले बेला बेलामा निकाल्ने बुलेटिनमा अथवा पत्रकारहरूले यस किसिमको कुराहरूलाई चाहिँ उजागर गर्नुपर्छ। हामी प्रत्येक महिना दुर्घटना न्यूनीकरण गरिरहेछौँ। राज्यले दुर्घटना न्यूनीकरणका विभिन्न कार्यक्रम राखेको हुन्छ। ट्राफिक प्रहरीले सप्ताही मनाइरहेको हुन्छ। तर दुर्घटनाको ठुलो अंश चाहिँ यो प्राइभेट गाडी र साना भेहिकलमा छ। त्यसैले गर्दा सबभन्दा भयावहको अवस्था भनेको यो हो। ट्रक, ठुला ट्रक कुनै दिन के भन्छ ब्रेक फेल होला, मेसिनरी बिग्रेला,
कुनै मानवीय त्रुटिले कहीँ कतै भएको होला त्यस्तो दुर्घटनामा अलिकति यो अङ्गभङ्ग र मृत्युको चान्सेस बढी हुन्छ हैन, किनकि त्यो हेभी हुन्छ, त्यो हाई स्पिडमा हुन्छ। नत्र भने त्यस्तो खालको दुर्घटना यो ठुलो गाडीहरूमा हुँदैन। हिजोको दिनमा टिप्परले मान्छे मार्यो, टिप्पर ज्यान मारा, यस्तो उस्तो भने त अहिले टिप्पर त दिउँसो हिँड्दैन त, राति त मान्छे पनि हिँड्दैन। भनेपछि दुर्घटनाको रेट कहाँ पुगेछ? टिप्परको 0 लेभलमा आइसकेको छ। टिप्परबाट हो अब उनीहरूको हिँड्ने टाइममा अब सीमित टाइम दिएछ, हैन, बेलुका 9 बजेदेखि बिहान 5 बजीसम्म दिएछ, हैन। ट्याक्स चाहिँ पुरा दिनभरि रातभरिको ल्याएछ, हैन, 24 घन्टाको ट्याक्स ल्याएछ, गुड्न चाहिँ जम्मा 7 घन्टा दिएछ। त्यो बेलामा उनीहरूको स्पिड होला। तैपनि नेपालमा के छ भने स्पिड लिमिट छ। नेपालको कुनै पनि सडकमा 50 किलोमिटरभन्दा पर आवर बढी गतिमा हिँड्नु पाइँदैन। त्यो त अनुगमन गर्न पर्यो, हैन। नियमनकारी निकाय छ नि त, ओभर स्पिड भए अनुगमन गर्नु पर्यो। अब त्यस्तो दुर्घटना हुने छन् भने त्यही त हो दुर्घटना न्यूनीकरणको एउटा पार्ट हो स्पिड कन्ट्रोल। यदि बढी स्पिडमा छ भने रोक्ने। अर्को हो सिट बेल्ट। बाइदिए दुर्घटना भइदियो भने टाउकोमा चोट लाग्छ, साथीमा मर्छ, दोस्रो, हैन। तेस्रो ट्राफिक चिन्ह, हैन। यसमा त देशले चौथो ट्राफिक लाइट, हैन। अनि पाँचौँ यी कुराहरू चाहिँ नि कसले त भन्दा त्यो मोटरसाइकल राइडर, त्यसपछि प्राइभेट गाडी, चौथो टेलिफोन। हेर्दा सिम्पल छ नि, हैन, यति थाहा छैन होला, तर कसैलाई थाहा छैन। त्यो युनिभर्सिटी पढ्ने अहिलेको 22 वर्षको केटालाई गर्नु, अहिले त्यसको मोटरसाइकलको स्पिड यहाँबाट त्यहाँ जाँदाखेरि 60 कट्छ। अनि अहिले त्यो भर्खरको अहिले ब्याङ्कको सिओलाई हेर्नु, त्यसले सिट बेल्टै लगाइरहेको छैन। हो, सडक सुरक्षामा ध्यान नदिँदाखेरि हुने दुर्घटना हो यो। कुनै हाम्रो ट्रक अथवा प्राइभेट भेहिकलको दुर्घटना हैन। अस्ति त्यहाँ हेर्नुहोस् गौशालामा कतिवटा गाडी हिर्काइदियो। त्यो के हो भने त्यो यान्त्रिक गडबडीको कारणले हो। यान्त्रिक गडबडीको कारणले भयो त, त्यसको जाँचपास लिँदाखेरि, हैन, यान्त्रिक परीक्षणमा त्यसलाई किन पास गरेर पठायो त्यस्तो गाडीलाई? त्यसको जिम्मा ट्राफिक प्रहरी लिनुपर्ने कि नपर्ने, यातायात व्यवस्था कार्यालय लिनुपर्ने कि नपर्ने हो। यी कुराहरू अहिले मापछि हेर्नुहोस् कति मान्छे मर्थ्यो, कति होनाहार युवाहरू मरेको छन्। मेरै अगाडि मैले चिनेको एउटा यस्तो राम्रो मुटुको डाक्टर, त्यो कोटेश्वरको डिभाइडरमा हानेर मरेछ। यदि अहिलेको जस्तो मापछि हुन्थ्यो भने ऊ मर्थेन। म यस्तो होनाहार देशका युवाहरू बिते। यो मापछि पनि जुन मापछि परीक्षण छ यो पनि के हो त भन्दाखेरि दुर्घटना न्यूनीकरणको एउटा अवयव हो क्या। यस्ता अवयवहरूले गरेर गर्ने। विकसित मुलुकमा सबै सचेत छन्, सबै जागरुक छन्, उनीहरूले बुझ्छन्। हाम्रो जस्तो अविकसित देश अथवा विकास उन्मुख देश अथवा विकासको रेखामुनि भएको देशमा यो कुराहरूलाई माइनर गरिन्छ। अहिले तपाईँ जानुहोस् रक्सौलमा कान थुनेर तपाईँ भाग्नुपर्ने हुन्छ। अहिले दिल्ली जानुहोस् त्यस्तो छ। हामीकोमा नो हर्न छ काठमाडौँमा, फिटिको एकजनाले हर्न बजाएन हामीलाई इरिटेट लाग्छ, के बजाइरह होला, अगाडि रोक्या छ भनेर छ, हैन। यो पनि एउटा दुर्घटना हो। यसले गर्दाखेरि भनेको हर्न बजाउनु पर्छ भन्ने नबजाउने, त्यसले राम्रो गर्यो भन्न खोजे क्या। त्यहाँ गयो भने हामी इरिटेट हुन्छौँ हर्न बजेर। हामीकोमा त्यो प्र्याक्टिस आयो, अहिले हर्न बजाउनु कति शान्त छ। हो, यो कुरा हो। त्यसैले यस्ता साना साना कुराले दुर्घटना न्यूनीकरण गर्ने हुन्। तर ठुला हेभी सवारीहरू त्यत्रो फुल स्पिडमा नि हुन्न। उनीहरूले गति पनि हेर्छन्, सबै कुरा हेर्छन्। कहीँ कतै ब्ल्याक स्पटहरू, हैन, कहिले दायाँ बायाँ नदेख्न सक्ने अवस्थाहरूमा चाहिँ त्यस्ता खालका दुर्घटना हुन्छ। त्यो चाहिँ भवितव्य हो। त्यसैले ठुला गाडीले दुर्घटना गर्छ भन्ने कुरा पनि यहाँले हटाउनुहोस् र अलिकति अध्ययन गर्नुहोस् के रहेछ साँच्चीकै यो ट्रक टिप्परबाट दुर्घटना रेट कति, मोटरसाइकलबाट दुर्घटना रेट कति, अनि त्यसपछि कार जीप भ्यानबाट दुर्घटना रेट कति, कतिजना यसबाट दुर्घटना भएर अङ्गभङ्ग भए, कति सामान्य भए, कतिले मृत्युवरण गरे। यो चारवटा कुरामा अनुसन्धान गर्नु। यहीँ नजिक छ ट्राफिक प्रहरी कार्यालय। लाउनु सर एकछिन बस्नु, चिया खाउँ, यो कुराहरू हेर्नुहोस्। त्यसपछि ठोर्नु न हामी जस्तोलाई ल्याएर, त्यसपछि बोलाउनु न अनि त्यो ट्राफिकलाई ल्याएर, त्यसपछि बोलाउनुहोस् युजरलाई ल्याएर, अनि चाहिँ नि अलिकति सचेतना बढ्छ। एउटा कुरा छुट्यो, मैले सोध्नै बिर्सेछु। खासमा चाहिँ यो राइट सेयरिङले अहिले देशमा भएका युवाहरूलाई रोजगारी पनि दिएको अवस्था छ। तपाईँहरूले
युवाहरूलाई चाहिँ विदेश पठाउन खोज्नु भएको हो? असाध्य। विदेश जाने भनेको कुरा त जुन किसिमले एउटा गलत भनेर भाष्य निर्माण गरिन्छ त्यो कुरै गलत हो। यो देशमा विदेश कहिले देखेका थाहा छ? यो देशमा विदेश त जङ्गबहादुरको पालामा फर्स्ट वर्ल्ड वारमा बर्मामा गएर लडाइँ लड्या, त्यो पनि विदेश गएको हो नि त। अनि त्यसपछि कहिले विदेश गएको थाहा छ? ब्रिटिस सेनामा भर्ना गएर विदेश गएको, इन्डियन सेनामा गएर विदेश गएको, त्यो बेलाको समयले मागेको त्यो। आज यो डाइभर्सिटीको युग हो क्या। कोही कुनै ठाउँमा जन्मेकै ठाउँमा बस्नुपर्छ भन्ने छैन, हैन? अमेरिकाको त्यो राष्ट्रपति थियो नि योभन्दा अगाडि काला, ऊ कहाँबाट गएर राष्ट्रपति भयो? अस्ति त्यो बेलायतको प्रधानमन्त्री भएको थियो इन्डियन मुलको, त्यो कहाँबाट गएर गएको हैन? यसले गर्दा यो डाइभर्सिटीको युग हो। अहिले बङ्गलादेशमा हेर्नुहोस् तिनीहरू पनि विदेश गइरहेछन्, पाकिस्तान हेर्नुहोस् उनीहरू गइरहेछन्, इन्डियाको हेर्नुहोस् नासामा गएर काम गरिरहेको सुनिन्छ, उनीहरू विदेश गइरहेछन्। भनेपछि विदेश जानु नराम्रो होइन, जाने हो सिप सिकेर आउने, यहाँ काम गर्ने होइन, त्यहीँ यहाँको लाइफभन्दा त्यहाँको बेटर लाइफ छ भने बेटर लाइफको लागि त्यहीँ बस्ने हो। यसमा यो गलत भाष्य निर्माण गरिँदैछ। यो सत्ता र राजनीतिलाई दोष लगाएर विदेश संसारैभरिबाट गइरहेछ, हाम्रो देशबाट मात्र होइन। नम्बर 1 विदेशिनु राम्रो हो। विदेशिनु राम्रो अध्ययन गर्न जाने। मेरो 2टा छोरा थियो, एउटाले इन्डियाबाट इन्जिनियरिङ गरे, अर्कोले बङ्गलादेशबाट डक्टर गरे। के मैले मेरो छोरा बिग्रियो भन्ने? मैले राज्यलाई दोष दिने? तैँले कलेज नपढाएर मेरो छोरा गयो भन्ने? यहाँ इन्जिनियरिङ कलेज छैन, यहाँ किन पढेन? यहाँ मेडिकल कलेज छैन, किन पढेन? किन गयो भन्दा यहाँभन्दा त्यहाँ राम्रो पढाइ हुन्छ भनेर गयो। अहिले विदेश पनि त्यही भनेर गएको। अस्ट्रेलिया पढ्न गएको छ, ऊ आउँदैन त उसको कुरा हो। उसले देख्यो उसको भविष्य त्यहाँ राम्रो सेक्युर देख्यो, ऊ अस्ट्रेलिया बस्थ्यो हैन? अनि यसलाई चाहिँ गलत भाष्य निर्माण गरिँदैछ। विदेश जानु कुनै नराम्रो होइन। अब रहेको कुरो राइट सेयरिङलाई तपाईँहरूले चाहिँ यिनीहरूको पेसा व्यवसाय खोजेर विदेश पठाउँदै हुनुहुन्छ भने नि, तर त्यसरी जानु चाहिँ नराम्रो हो। फेरि यहाँ केही गर्न नसकेर विदेश छिर्नु चाहिँ नराम्रो हो। किनभने हामीले राइट सेयरिङको विरोधै गरे होइन, उहाँहरूले आफ्नो काम गर्नै हुन्छ। ट्याक्सी चलाउनु गयो भयो त, ट्याक्सी चलाउनु कसले रोकेको छ? हामी जस्तो यातायात व्यवसायी छौँ, एउटा यातायात व्यवसाय 4वटा 5वटा ट्याक्सी छ। युथ आओस्, सभ्य भाषा बोलोस्, चिटिक्क परेको नयाँ लुगा लाओस् हैन, सरर आफ्नो किसिमले अनुशासित रूपले ट्याक्सी चलाओस्, जानुपर्छ। त्यो युवालाई यहाँ काम गर्नु छ ट्याक्सी चलाउनुभन्दा त्यहाँको कमाइ राम्रो छ। त्यसैले यो कुरा भनेको के हो त भन्दा मैले कति भनिसकेँ तपाईँलाई, राइट सेयरिङको हाम्रो विरोध होइन। नम्बर 1। नम्बर 2 के हो भने राइट सेयरिङ कालो प्लेटमा ल्याइदियोस्, जसले गरे नि हुन्छ। युवा मात्रै किन? हामी त यतिसम्म भनेका छौँ व्यावसायिक लाइसेन्स 60 वर्षमा रोक्छ सरकारले। उसको शारीरिक तन्दुरुस्ता हुँदा 60 वर्ष होइन, जहिलेसम्म सक्छ तहिलेसम्म दिनुपर्छ भन्ने मान्यता राख्ने व्यवसायहरू हो। त्यस्तो खुला हृदयको व्यवसाय हो। त्यसैले हामीले उहाँहरूलाई विदेश पलायनको बाटो होइन, हामी भन्छौँ सकभर सकिन्छ भने आफ्नै मातृभूमिमा मेहनत गर्ने, सकिएन र अब त्योभन्दा बेटर लाइफ चाहन्छ र यहाँभन्दा बेटर लाइफ अन्त पाइन्छ भने उहाँहरू जानु त्यो नराम्रो पनि होइन, मै भन्छु। कतिको विश्वस्त हुनुहुन्छ अब तपाईँहरूका मागहरू चाहिँ पुरा हुनेमा, सम्बोधन हुनेमा? अब यो अन्तमा म यहाँलाई भन्छु, म 100% विश्वस्त छु। किनकि यो हाम्रो मागै होइन, सरकारको समस्या हो। हामीले लगेर देखाइदिया हो, बुझाइदिया हो, आँखा खोलिदिया हो उहाँहरूलाई। यो माग 100% पुरा हुन्छ र हामी पुरा पनि गर्नको लागि उहाँहरूलाई अनुरोध गर्छु। म अहिले पनि यो तपाईँको यो टेलिभिजन च्यानलबाट भन्छु, तत्काल माग पुरा गरेर सर्वसाधारणको जनजीवनमा सहजता ल्याइदिनुहोस् भन्ने कुरा गर्छु। यदि तपाईँहरूले गर्नु भएन भने अहिलेको भन्दा पनि कडा किसिमको विरोधका कार्यक्रम आउन सक्छन्। सडक खाली गर्ने कुरा आयो भने अहिले हिँडेका यी राता नम्बर प्लेटका पनि हिँड्न नपाउने दिन आउन सक्छ। बस त्यो यसबारे मैले अरू भन्दिनँ। अन्त्यमा मैले छुट्याएको र हजुरले भन्नै पर्ने भए चाहिँ भन्न सक्नुहुन्छ? त्यस्तो केही छैन। तपाईँले एकदम असाध्य समसामयिक सान्दर्भिक र सबै पुस्तालाई चाहिँ आवश्यक पर्ने जुन किसिमले साक्षात्कार गरिदिनु भयो, मलाई आशा र विश्वास छ यसलाई
यहाँहरू सबैले सकारात्मक किसिमले लिइदिनु होला। केही कमी कमजोरी छन् भने मबाट पनि छन् भने म त्यसलाई पनि पछिल्लो यस्ता साक्षात्कारहरूमा मैले सुधार्नेछु भन्दै तपाईँको यो च्यानललाई मुरीभरि धन्यवाद। ग्लोबल आइएमए बैंक सबैका लागि बैंक।